हजुर नमस्ते। इन्टरभ्यू हजुर हजुर शुभ नाम सरोज बस्नुहोस्। धन्यवाद। कति भयो हजुर जापान आउनुभयो? झन्डै 7 वर्ष भयो। केमा काम गर्नुभयो अहिलेसम्म हजुरले? म अहिलेसम्म रेस्टुरेन्टको किचन र हल गरिरहेको थिएँ। तपाईँको कामको एक्सपिरियन्स त एकदम राम्रो हो, आएको पनि थुप्रो भएको रहेछ, तर शैक्षिक योग्यता अलि पुगेन। यसपालि काममा राख्न सकिएन हजुरलाई। हिजो कहाँ गएको थिएस् त? स्कुल पनि गएको छैनस् भन्ने मैले सुनेको थिएँ। पढ्ने बेला यस्तै गर, होमवर्क समवर्क नगर, पछि थाहा पाउलास्। बुटोला भर्ती खुल्यो छ अरे बुढा, छोरालाई भर्ती गराउन पठाउने हो कि के गर्ने हो? कोही जरुरत छैन त्यहाँ भर्ती सर्ती हुनलाई। लगाइदिने त्यसलाई होमवर्क समवर्क गर्न लाउने। त्यहाँ अरू विकल्पहरू पनि छन्। राम्रोसँग पढ्यो भने आफ्नो राम्रोसँग पढ्न स्किल्सहरू केहीहरू उ गर्यो भने त्यहाँ जे पनि हुन पाइयो। पढाइको सबभन्दा धेरै महत्त्व। ल ल ल तपाईँले सम्झाउनु होला।